हेलो गाइस, म चाहिँ यहाँ घाँस काट्न आकी। घाँस काट्न यो के को यो काँडा हो। यो काँडाको नाम चाहिँ के होला, तपाईलाई थाहा छ भने कमेन्टमा भन्नु। तर मलाई चाहिँ थाहा छैन। काँडा चाहिँ काँडा हो। चाहिँ घाँस काट्न आकी। के लायो त्यो पनि अहिले थाहा हुन्छ तपाईहरुले। मज्जाले यो भिडियो हेर्नु लास्टसम्म हेर्नु मैले केला काट्दै छु भनेर। गाई त छैनन्। काट्ने पनि फेरि यति ठुलो छ है, चाकु लिएर गएको घाँस काट्न। हेर्नुहोस् घाँस घाँस काटेको मैले चाहिँ कस्तो राम्रो सिनेरी थियो र पनि म काटिदिँदैछु। सिनेरीको लागि होइन, गाई चाहिँ घाँस हालिदिनको लागि काटेको यो। मलाई चाहिँ यहाँ माथिबाट के भन्दै जिस्काउँदैछन् है। जिस्काउँदै तेरै पनि म जिस्किँदै काट्दैछु। अर्काको बेरामा आएर काट्दैछु अनि अझै काटिसकेर लगेर दिन आँटेको। हेर्नुहोस् मैले केला काटेको छु भनेर। हाम्रो प्यारा रेबिट छन् तिनटा, यिनीहरूको लागि मैले घाँस काटेको। हेर्न सक्नुहुन्छ। कोही किन्ने मान्छे छन् भने आउँदा हुन्छ। यी बिक्री गर्ने हुन्। यिनीहरूलाई सेतो छ, तिनटा छन्। कति राम्रा छन् रेबिट। कति मजाले खान्छन् घाँस। यो काँडो देख्न सक्नुहुन्छ कति मजाले खाँदैछन्।